र दम छ भने म भन्छु होइन, एक्लै चुनाव लडौँ न है। हर्क साम्पाङलाई 15 जना मिलेर पछारेर के गर्ने? सिङ्गल त छुनै नसक्ने रहेछ त। अलि हाँसौँ न। म त आप सभामा अलि हाँसौँ न पनि भन्छु कि सबै पब्लिकलाई हँसाउँछु, तपाईँ पनि हाँस्नु। सिङ्गल त मलाई त छुनै सक्ने स्थिति रहेनछ होइन। अब हेर्दै जानुहोस्, रवि बालेन तपाईँको छैन के अरे यो के अरे कुलमानसँग। अब एमाले काङ्ग्रेस माओवादी त छैन होला, नेपाल कम्युनिस्ट पार्टी यिनीहरू सबै पनि मिल्न सक्छन् श्रम संस्कृतिको विरुद्धमा, तर पनि श्रम संस्कृतिलाई हल्लाउन सक्दैन, किनभने जनताले ठानिसक्यो। अहिले जानुहोस्, गाउँमा जानुहोस् होइन। पहिला मैले एउटा उसमा अलि हाँस्दै भनेको थिएँ, त्यही अब अलिकति भनौँ न हास्य शैलीमै, गोठमा बाँधिराखेको गाईलाई सोद्धाखेरि पनि माटो भन्छ। पाखामा चढ्दै गरेको बाख्रालाई सोध्नुहोस्, माटो भन्छ। देश त्यहाँ पुगिसक्यो होइन, त्यो मलाई थाहा छ नि त।